जय मसीह सम्पूर्ण विश्वासी जनहरूलाई तपाईहरुको बीचमा आज सानो छोटो वचन लिएर आएको छु प्रिय। बाइबलले भन्छ साँच्चै प्रभुले तपाईलाई प्रेम गर्नुहुन्छ अनि हामीले विश्वास चाहिँ अलिक भिन्दै तरिकाले गर्छौं प्रिय हो हैन। सबै विश्वासीहरुको भिन्दा भिन्दै विचार छ, ठिकै छ, विचार हुनु भनेको राम्रो कुरा हो। बाइबलले भन्छ प्रिय हो को असल छ, बाइबलले के भन्दो रहेछ, को असल छ। सबै मान्छेले भन्छ ए तिमी बेविचारी, तिमी जडिया, तिमी फट्टा, किसिम किसिम भन्छ नि हैन चर्चमा। अनि साथीहरुले एक अर्कालाई जज गर्छन्, ए यो पास्टर त यस्तो, यो भाइ त फट्टा हो भन्छन् है। तर बाइबलले चाहिँ यस्तो लेखेको छ प्रिय, को असल छ, जसले लेखिएको छ धर्मी कोही छैन, एकजना मानिस पनि छैन, बुझ्ने कोही छैन, परमेश्वरलाई खोज्ने कोही छैन। बाइबलले भन्दो रहेछ प्रिय परमेश्वरलाई खोज्ने कोही छैन। अनि बाइबलले यसो पनि भन्दो रहेछ ती सबै बरालिएका छन्, तिनीहरू एकसाथ बेकम भएका छन्, कसैले असल गर्दैन, असल गर्ने एकजना पनि छैन। रोमी 3 10 देखि 12 सम्म यसरी भनेको छ प्रिय हो, परमेश्वरलाई खोज्ने एकजना पनि छैन। कसले पाप गरेको छ? मेरो क्वेशन सुन्नुस् है प्रिय, कसले पाप गरेको छ? तपाईले पाप गर्नु भएको छ, मैले पाप गरेको छु, सबैले पाप गरेको छ। बाइबलले भन्दो रहेछ कसले पाप गरेको छ, किनकि सबैले पाप गरेको छ, परमेश्वरको महिमामा पुग्न सबै चुकेको छ। रोमी 3:23 बाइबलले भन्दो रहेछ सबै चुकेको छ परमेश्वरको महिमामा पुग्न। एउटा मानिसद्वारा संसारमा पाप आयो र पापबाट मृत्यु, यसै सबै मानिसले पाप गरेको हुनाले सबै मानिस मृत्युमा फैलियो। बाइबलले भन्दो रहेछ सबै मानिसले पाप गरेको कारणले चाहिँ के रहेछ त, सबै मानिसले पाप गरेको हुनाले सबै मानिसको मृत्युमा फैलियो। रोमी 5:12 यसो भन्दो रहेछ प्रिय। यो चाहिँ मेरो वचन होइन है, फेरि मलाई त को होस् यसो भन्ने नभन्नुस्, यहाँ चाहिँ लेखिएको बाइबलमा लेखेको वचन हो। एउटा मानिसद्वारा संसारमा पाप आयो, पापबाट मृत्यु, यसरी सबै मानिसले पाप गरेको हुनाले सबै मानिस मृत्यु फैलियो। रोमी 5:12 यसरी लेखेको छ, तपाईले गरेको पापको अनन्त मोल के हो? तपाईले मैले हैन पाप गरेको मोल के हो? तपाई र मैले काम गर्यो भने के हुन्छ त्यसको मोल? हामीले ज्याला पाइन्छ। त्यस्तै तपाई र मैले गरेको पापको मोल चाहिँ के हो? बाइबलले भन्दो रहेछ पापको ज्वाला मृत्यु हो। तपाई र मैले पाप गर्छु नि, त्यो पापको ज्वाला चाहिँ मृत्यु हो प्रिय हो। रोमी 6:23 है। अनि परमेश्वरको क्रोध ती मानिसहरूको सारा भक्तिहीनता र दृष्टाको विरुद्धमा स्वर्गबाट प्रकट भएको छ प्रिय हो, जसले सत्यतालाई तिनीहरूले अधर्म दबाइरहेको छन्। रोमी 1:18 भन्छ सत्यतालाई चाहिँ दबाइरहेको छन् प्रिय हो। अनि तपाई स्वयंले आफैले बचाउन सक्नुहुन्न, तपाईले मैले हामीले आफैले कहिले पनि स्वयं बचाउन सक्दैन प्रिय हो। कोही न कोही चाहिँ सेव्य हुनुपर्छ, कोही न कोही चाहिँ मुक्तिदाता हुनुपर्छ प्रिय हो। अनि बाइबलले भन्छ तब हाम्रो घमण्ड कहाँ गयो? त्यसको त ठाउँै छैन। कुन सिद्धान्त हो यो के गर्ने त? के कर्मद्वारा सिद्धान्त हुने? कदाचित होइन, यो त विश्वास सिद्धान्त मात्र हुन सक्छ। रोमी 3:27 ले त्यसरी भन्छ प्रिय हो। अनि बाइबलले भन्दो रहेछ परमेश्वरको प्रेमले बाटो तयार गरेको रहेछ। के रहेछ प्रिय हो? परमेश्वरको प्रेमले बाटो तयार गरेको छ। तर परमेश्वरले हाम्रो निम्ति उहाँको प्रेम यसैमा देखाउनुहुन्छ कि हामी पापी छँदै क्रिस्ट येशू हाम्रो निम्ति मर्नु भयो, यसकारण उहाँको रगतद्वारा धर्मी ठहरिएका हुनाले झन बढी हाम्रो परमेश्वरको क्रोधबाट, रिसबाट उहाँद्वारा बचाइनेछ। रोमी 5:8 र 9 यसो भन्दो रहेछ प्रिय हो, तपाईले पूर्ण विश्वास यसुमाथि राख्नै पर्छ। तपाई र मैले प्रिय हो आज स्वर्ग जान्छौं अथवा हाम्रो आत्मा बचाउनु पर्छ भने विश्वास यसुमा राख्नै पर्छ प्रिय हो। अथवा परमेश्वरको कृपाले तिमीलाई पश्चातापमा डोराउँछ भन्ने थाहा नपाए के तिमी उहाँको दया, सहनशीलता र धैर्यको प्रस्तावलाई तुच्छ ठान्छौ? के ठान्नुहुन्छ तपाई तुच्छ? ठान्नुहुन्न प्रिय हो। रोमी 2:4 ले यसरी भन्दो रहेछ प्रिय हो, येशू ख्रीष्टमा विश्वास गर्ने सबैमाथि परमेश्वरको धार्मिकता विश्वासद्वारा प्रकट भएको छ, किनभने केही भेद छैन। रोमी 3:22 हैन, तपाईहरुले बाइबल छ भने पढ्न सक्नुहुन्छ रोमी 3:22। अनि यसकारण व्यवस्थाको कर्मको पालन बिना विश्वासद्वारा नै मानिसहरू धर्मी ठहरिन्छ। हामी ठान्छौं रोमी 3:28 मा विश्वास के रहेछ त प्रिय? म तपाईहरुलाई फेरि पनि यो पढेर सुनाइदिन्छु। यसकारण व्यवस्थाको कर्महरूको पालन बिना विश्वासद्वारा नै मानिस धर्मी ठहरिन्छ। हेर्नु त तपाईले 10
आज्ञालाई पालन गर्नु पर्दैन। तपाईले विश्वास गर्नुभयो भने, तपाईले नराम्रै काम गर्नु किन नभएको होस्, विश्वास गर्नु भने तपाईँ स्वर्ग जानु सक्नुहुन्छ बाइबलले भनेको छ हैन। तर तपाईँ र म नयाँ सृष्टि भएर किन पाप गर्छौँ? हामी पाप गर्दैनौँ प्रिय हो हैन। म अहिले 16-17 वर्ष भयो विश्वासमा आएको, मैले कहिले पनि हैन पहिला जे गर्थे त्यस्तो गर्नु पर्दैन, किनभने प्रभु येशूले नै सम्पूर्ण कुरा चाहिँ तपाईँ र मबाट बदल्नुहुन्छ है। अनि किनकि यदि तिमीले येशूलाई प्रभु हो भनी आफ्नो मुखले स्वीकार गर्यो भने के भन्दो रहेछ बाइबलले प्रिय हो? यदि तपाईले येशूलाई नै प्रभु हो भनी मुखले स्वीकार गर्नुभयो भने र परमेश्वर उहाँलाई मरेकाहरूबाट जिउँदा पार्नुभयो भने आफ्नो हृदयमा विश्वास गर्यो भने तिमीले उद्धार पाउनेछ। र परमेश्वरले उहाँलाई चाहिँ जीवित पार्नुभयो भने, परमेश्वर भन्नाले को? पिता, पुत्र, पवित्र आत्मा एउटै हो, उहाँहरू एउटै हुनुहुन्छ है। तपाईहरुले त्यसरी विश्वास गर्नुभयो भने तपाईँ के हुनुहुने रहेछ? उद्धार पाउनुहुनेछ। रोमी 10:9 त्यसरी लेखेको छ। बाइबल छ भने रोमी 10:9 तपाईहरुले पढ्नु होला प्रिय हो। केवल येशूले मात्र तपाईलाई बचाउन सक्नुहुन्छ भन्ने विश्वास गर्न सक्नुहुन्छ? यो चाहिँ मेरो क्वेशन है। केवल येशू ख्रीष्टले तपाईलाई नै बचाउन सक्नुहुन्छ हैन? तपाईलाई बचाउन सक्नुहुन्छ कि हुँदैन? त्यो चाहिँ क्वेशन हजुरलाई। यहाँ तपाईको निम्ति परमेश्वरको प्रतिज्ञा छ। हेर्नुस्, तपाईले प्रभु येशूलाई आज विश्वास गर्नुभयो भने तपाईसँग चाहिँ प्रभुको प्रतिज्ञा छ, जसले प्रभु येशू हाम्रो प्रभु मरेकाहरूबाट जिउँदा पार्नुभयो। माथि विश्वास गर्नुहोस्, हाम्रो निम्ति मर्नुभयो भनेर विश्वास गर्नुहोस्, हाम्रो निम्ति अपराधको निम्ति मारिनु भयो अनि हामीलाई धर्मी ठहराउनको लागि जीवित पारिनु भयो। यसै कारण विश्वासद्वारा धर्मी ठहरिए हाम्रो प्रभु येशू ख्रीष्ट परमेश्वरसँग हाम्रो मिलाप भएको छ। प्रिय साँच्चै पितासँग उहाँको मिलाप भएको छ। तपाईले रोमी 4:24 अनि 5:1 पढ्नु होला, तपाईसँग बाइबल छ भने। अब प्रार्थना गर्नुहोस् है। तपाईले यो सबै सुन्नुभयो, बुझ्नुभयो। अब तपाईले प्रार्थना गर्नुहोस् प्रभुसँग, उहाँलाई भन्नुहोस् मलाई बचाउनुहोस् प्रभु। किनकि मानिसले आफ्नो हृदयले विश्वास गर्छ, के रहेछ त? आफ्नो हृदयले विश्वास गर्छ र ऊ निर्दोष ठहरिन्छ। जसले आफ्नो मुखले स्वीकार गर्छ र उद्धार पाउनेछ। रोमी 10:10 त्यसो भन्दो रहेछ है। आफ्नो मुखले चाहिँ स्वीकार गर्छ अनि दोषी चाहिँ ठहरिँदैन भनेर बाइबलले भन्छ प्रिय हो। यदि तपाईले ख्रीष्टलाई हैन मेरो मुक्तिदाता प्रभु र उद्धारकर्ता भनी ग्रहण गर्नुभयो भने कृपया यथार्थ यसरी नै आफ्नो पूर्ण हृदयले प्रार्थना गर्नुहोस्। बाइबलले भन्दो रहेछ तपाईले प्रभु येशूलाई चाहिँ ग्रहण गर्नुभयो भने के भनेर लेखेको छ भने यसरी प्रार्थना गर्नुहोस्। कसरी? तपाईहरुलाई थाहा होला र पनि म तपाईहरुलाई एकचोटी चाहिँ के भन्नु चाहन्छु भने यसरी गर्नुहोस्। कसरी चाहिँ सिकाएको छ बाइबलद्वारा है। अब त हामीले त भट्याउँछौँ हैन, रामायण भट्याए जस्तै, महाभारत जस्तो हामीले भट्याउनु पर्दैन प्रिय। छोटो प्रार्थना प्रभुले बुझ्नुहुन्छ हैन। हामीले माग्नुभन्दा अगाडि हाम्रो हृदयको कुरा बुझ्नुहुन्छ, किनभने मत्ती 6:8 यसरी लेखेको छ। त्यही भएर कसरी प्रार्थना गर्नुहोस् भनेर प्रभुले यहाँ सिकाउनु भयो। तपाईले रियलाइज गर्नुभयो तपाई पापी हुनुहुन्छ, तपाईलाई मुक्तिदाता चाहिन्छ भन्ने चाहिँ तपाईले हैन महसुस गर्नुभयो। अब प्रभुले भन्नुहुन्छ यसरी प्रार्थना गर भनेर भन्नुहुन्छ। म तपाईहरुलाई सिकाउँछु, तपाईहरुले भन्नु सक्नुहुन्छ है। हे स्वर्गमा हुने पिता, म जान्दछु कि म पापी हुँ र मलाई तपाईको क्षमाको खाँचो छ। म विश्वास गर्दछु येशू ख्रीष्ट मेरो लागि मर्नुभयो, म खुसी साथ पापबाट फर्किन्छु। बाइबलले भन्दो रहेछ प्रिय, म खुसी साथ चाहिँ प्रभु येशूसँग फर्कन्छु। अब म येशू ख्रीष्टलाई मेरो हृदयमा राजा गर्नुहोस् भनी जीवनको उद्धारकर्ता भनेर निम्त्याउँछु भनेर तपाईले प्रार्थना गर्नुहोस्। म खुसी छु, परमेश्वरको अनुग्रहद्वारा ख्रीष्ट पछ्याउँछु र आज्ञाकारी बन्नेछु। मेरो जीवनको मालिक हुनुहुन्छ। आमेन। प्रभुको नाउँ पुकार्ने हरेकले उद्धार पाउँछ। रोमी 10:13 यसरी लेखेको छ प्रिय। साँच्चै म तपाईहरुलाई के भन्न चाहन्छु भने आज मैले यहाँ हेरेर तपाईहरुलाई भनेको छु, किनभने त्यतिकै भन्दाखेरि कतिचोटि गल्ती हुन सक्छ। त्यही भएर मैले बाइबलमा सानो लेखेर ल्याएँ अनि तपाईहरुलाई भने। कतिले चाहिँ तपाई म धर्मी ठानिन्छु भनेको रहेछ, तर बाइबलले भन्दो रहेछ एकजना पनि धर्मी छैन प्रिय हो। एकजना पनि धर्मी छैन, प्रभुलाई खोज्ने कोही पनि छैन। गर्दा आज तपाईले आफूले आफूलाई चाहिँ सेल्फ राइट होस्, आफूले आफूलाई धर्मी ठान्नुहुन्छ नि प्रिय। तपाई र मेरो काम चाहिँ आइजाया 64:6 भन्छ, तपाई र मेरो काम चाहिँ के अरे खुट्टा पुस्ने थाङ्ना हो भन्छ है, राम्रो काम। अनि उपदेशक हैन 7:20 भनेको छ एकजना पनि राम्रो छैन, एकजनाले पनि राम्रो गरेको छैन भनेर भन्छ। अनि हितोपदेशले भन्छ कि हामी तपाई र मैले चाहिँ
हैन कसले भन्नु सक्छ मेरो हृदय चाहिँ कि सफा छ भनेर कसले भन्नु सक्छ कि म पर्फेक्ट छु भनेर कसले पनि भन्नु सक्दैन प्रिय हो त्यही भएर तपाईं र मलाई प्रभु येशूको खाँचो छ आज आउनुहोस् प्रभुको नाउँलाई पुकार्नुहोस् अनि प्रभुलाई तपाईले भन्नुहोस् प्रभु म पापी नै जन्मे आमाको कोखदेखि अनि मैले आफूलाई बचाउन सक्दिन अनि मलाई कुनै देवी देवताहरूले पनि बचाउन सक्दैन तपाई एउटा मात्र मुक्तिदाता हुनुहुन्छ किनभने तपाई हाम्रो पापको निम्ति आउनु भयो मारिनु भयो गाडिनु भयो अनि 3 दिनपछि बौरी उत्रिनु भयो तपाईले विश्वास गर्नुस् आज प्रिय हो तपाईले विश्वास गर्नुभयो नि प्रभुले तपाईलाई बचाउनुहुन्छ अनि अनन्तमा तपाई आगो र गन्धकमा जानु पर्दैन जहाँ धारा किटाइ हुन्छ त्यहाँ जानु पर्दैन तपाई प्याराडाइस हुनुहुन्छ प्रभु येशूसँग जहाँ न पीर हुन्छ न फिक्री हुन्छ प्रिय हो त्यो ठाउँमा तपाईहरु जानु हुनेछ अनि मलाई आशा छ त तपाईले बुझ्नु भयो होला यदि बुझ्नु भएन भने मलाई मेसेज गर्नुहोस् फोन गर्नुहोस् हैन 24 आवर्स तपाईहरुको लागि म अनलाइनमै हुनेछु अनि म तपाईहरुको मेसेज दिनेछु तर कतिचोटी चाहिँ भाइ बहिनीहरुले जोकिङ गर्नुहुन्छ प्लिज जोकिङ चाहिँ नगर्नुस् है मेरो लाइन बिजी हुन्छ अनि जोकिङ गर्ने टाइम हुँदैन कहिलेकाहीँ गर्नुस् हैन तर सधैँ चाहिँ जोकिङ नगर्नुस् किनभने मेरो लाइन चाहिँ बिजी हुन्छ अनि हैन केही विशेष कुरा छ भने म बोलिहाल्छु है त अनि म प्रार्थना गर्दछु सानो छोटो अहिले नै प्रभु येशूको नाममा जति पनि फिकरमा हुनुहुन्छ भाइ वचनले भन्छ तिम्रो सारा फिक्री मलाई सुम्पिदेऊ पत्रुस 5 को 7 मा भन्छ है 1 पत्रुस 5 को 7 मा सम्पूर्ण फिक्री चाहिँ मलाई सुम्पिदेऊ अनि हाम्रो स्वर्गमा हुने विराजमान गर्नुहुने पिता चाहिँ सारै सामर्थी हुनुहुन्छ अनि उहाँ एक्लो योग्य प्रभु हुनुहुन्छ तपाईको मनको कुरा बुझ्ने कोही मान्छेले पनि तपाईलाई बुझ्दैन प्रिय हो मान्छेले भन्छ लभ इज लाइफ भन्छ तर लभ इज लाइफ होइन प्रिय हो संसारको मायाले धोका दिन्छ प्रिय हो हामीलाई मात्रै प्रभु येशूको प्रेमले चाहिँ के हुन्छ त जीवन दिनुहुन्छ अनि प्रिय हो भूत लागेकोलाई तिमीहरूले धपाउन सक्छौ भनेको छ है मर्कुस 16 को 16 17 तिर पढ्दै जानुभयो नि अनि तिमीहरूले हातले छुएर प्रार्थना गर्छौ चंगाई पाउनेछ यदि विश्वास गर्यो भने यदि विश्वास गरेर प्रे गरेर खाना खायौ भने त्यो बिख हालेको पनि केही हुने छैन प्रिय हो तर प्रभुलाई चाहिँ जाँच नगर्नुस् फेरि बिख हालेर प्रे गरेर खानु होला अनि तपाईहरु मर्नुहुन्छ त्यसरी प्रभुलाई कहिले पनि परीक्षा नगर्नुस् प्रिय हो तर बाइबलले भन्छ कि तपाईहरुले भूत धपाउनेछ सर्पमाथि टेक्नेछ केही हुने छैन केले हानि हुने छैन भनेको छ प्रिय हो साच्चै आज म तपाईहरुलाई प्रभु येशूको नाममा जेसुकै बिमार लागेको होस् हैन जन्डिस होस् एड्स रोग किन नहोस् हैन क्यान्सर किन नहोस् जेसुकै किन नहोस् बाइबलले भनेको छ विश्वासको साथमा प्रार्थना गर्यो भने निको हुनेछ भनेर भनेको छ प्रिय हो अनि साच्चै म प्रभु येशूको नाममा चाहिँ प्रार्थना गर्दछु किनभने म उहाँको आज्ञा मान्दछु प्रभु येशूको नाममा म भन्दछु जसले हेर्नु भएको छ तपाई चंगाई पाउनु भएको छ जेसुकै दुखेको होस् विश्वास गर्नुस् अनि त्यहाँ छुएर प्रार्थना गर्नुस् येशूको नाममा निको हुन्छु भन्नुस् अनि त्यो बेडलाई उता फाकेर उठेर हिड्नुस् अहिले प्रभु येशूको नाममा अनि म माग्दछु जति पनि हैन अविश्वासी हुनुहुन्छ संसारमा छरिएर बसेको नेपालीहरु अनि तपाईहरुले चाहिँ देख्नु भयो नि अहिले प्रिय हो यो मान्छेले के गरेको आँखा चिम्लेर के गरेको हातले छुएर भन्नु होला तपाईले प्रभु येशूलाई पुकार्नुस् तपाईले पनि विश्वासमा आउनुस् आज अनि तपाई आगो र कुण्डकबाट चाहिँ जोगिनु हुन्छ प्रिय हो आगो र कुण्डकमा कोहीलाई पनि नजाओस् भनेर प्रभु चाहनुहुन्छ त्यो आगो र गन्धक चाहिँ कसको लागि बनाएको दियाबलस र त्यसको चेलाको लागि बनाएको प्रिय हो त्यसकारण आज म तपाईहरुलाई के भन्न चाहन्छु प्लिज त्यहाँ नजानुस् कृपया त्यहाँ नजानुस् किनभने त्यहाँ चाहिँ मुक्ति पाइदैन त्यहाँ चाहिँ अनन्तसम्मको बद पोल्ने ठाउँ हो प्रिय हो अनि मेरो शत्रु पनि त्यहाँ नजाओस् जसले मलाई हेट गर्छ जसले मलाई यो मरोस् यो यस्तो भनेर भन्छ त्यो पनि नजाओस् त्यो मान्छेलाई म प्रार्थना गर्दिन्छु अनि म भन्दछु कि मेरो प्रभु येशूले तपाईलाई जोगाउनुहुन्छ क्षमा दिनुहुन्छ तपाईले जस्तो सुकै पाप गर्नु भएको होस् प्रभुले क्षमा दिनुहुन्छ त्यही भएर प्रभुले भन्नु भएको थियो त्यो सामरियन स्त्रीलाई है तिमीलाई कसले राम्रो छ ढुङ्गा हान भन्दा एकजनाले पनि ढुङ्गा हान्नु सकेन प्रिय हो सबै पापी थिए कोही पनि राम्रो थिएन अनि तपाईलाई त्यस्तो भएको होला आजदेखि तपाईले क्षमा तपाईको पाप क्षमा भएको छ पाप गरेर नहिड्नुस् प्रिय हो प्रभु येशूको नाममा भन्दै म राख्दछु प्यारो प्रभु येशूको नाममा जय मसीह सबैलाई अनि गॉड ब्लेस यू आई लभ यू इन जीसस नेम आमेन बाइ